आम दर्शकहरू नमस्कार। मेरो नयाँ वर्षको प्रतिज्ञा यस प्रकार रहेको छ। नयाँ वर्षको दिनदेखि म बिहान सकेसम्म एकदम चाँडै उठ्नेछु। केही नभए पनि 6 बजेर 120 मिनेटमा चाहिँ उठिसक्नेछु। सामाजिक सञ्जालको खासै प्रयोग गर्ने छुइनँ। बिउझेको 2 मिनेटमा मोबाइल तानेर फेसबुक मात्रै खोल्नेछु। कसको स्ट्याटस कस्तो आएछ, नयाँ वर्षमा कसले के प्रतिज्ञा गरेछ, कसको कमेन्ट कस्तो आएछ, कसले राम्रो लेखेछ, कसले नराम्रो लेखेछ भनेर फेसबुक खोलेको 120 मिनेटमा त बन्द गरिहाल्नेछु। त्यस्तै खानासाना खाएर अफिस हिँड्ने बेलामा अफिस गए जस्तो गरेर घरबाट बाहिर निस्कनेछु। कतै बाटोमा हिँड्दै गर्दा साथी सर्कल बाहेकका मानिसहरूले फोन गरेछन् भने म अहिले एकदम इम्पोर्टेन्ट मिटिङमा छु, म तपाईँलाई कल ब्याक गर्नेछु है भनेर टार्नेछु। अनि आफूले चाहिँ फोन गरेर साथी सर्कललाई ल कहाँ भेटौँ, यसो तिन बुँगे फिसौँ, रमाइलो गरौँ, के छ र जिन्दगीमा, खाएको र लाएको पाउने जिन्दगी हो, रमाइलो गरौँ, आज रिफ्रेस बनाऊ भनेर साथीहरूकोमा जानेछु। सामाजिक सञ्जालको खासै प्रयोग भने गर्ने छैन। कथम कदाचित साथीहरूसँग भेटिएन भने डाटा साटा नै तानेर भए पनि टिकटक चाहिँ खोल्नेछु। भिडियोमा कति लाइक, कति सेयर, कति कमेन्ट आएछ भनेर आफैले हेर्नेछु। अलिक राम्रो आएछ भने लाटो जस्तो आफै हाँस्नेछु। नयाँ वर्षको मेरो प्रतिज्ञा। अब त्यति मात्रै नभएर जाँड रक्सी चुरोट खैनी यस्ता त केही पनि म नखाने प्रतिज्ञा गर्छु, आफैले किनेर चाहिँ। त्यस्तै सामाजिक सञ्जालको प्रयोग त एकदम भन्दा एकदम कम गर्नेछु। यदि कोही कसैसँग यसो गफसफ गर्न अथवा बातचित मार्न वातावरण छैन भने मोबाइल यसो हेरे जस्तो गर्ने, टिकटक खोलिहाल्ने। कसको स्ट्याटस राम्रो आयो, कसले कमेन्ट राम्रो गर्यो, कसले विरोध गर्यो, कसले सहमति जनायो, कसले विमति जनायो, कसको काण्ड आयो भनेर मजाले स्क्रोल गरी हेर्ने। किनभने अहिले यो काण्डले मात्रै सामाजिक सञ्जाल चलेको चलन छ। नयाँ वर्षको मेरो प्रतिज्ञा, म धेरै सामाजिक सञ्जालहरू पनि प्रयोग नगर्ने। सकेसम्म टिकटक हेर्ने, फेसबुक खोल्ने, त्यतिले धित मरेन भने के छ र। समय गएन भने अझै पनि इन्स्टाग्राम छँदैछ। त्यति मात्रै नभएर कसको परिवार कोसँग बिग्रियो, विदेशमा बस्नेहरूको के छ हालचाल, यहाँ पत्रकारहरू कसको श्रीमतीको खोजीमा छन्, पत्रकारले के लेख्न खोजिरहेको छ, के भन्न खोजिरहेको छ भनेर युट्युब पनि हेरौँला। तर खासै सामाजिक सञ्जालको प्रयोग भने गर्ने छुइनँ। अनि म सुतिराखेको हुन्छु अथवा के गरिराखेको हुन्छु, खाइराखेको हुन्छु, हिँडिराखेको हुन्छु, कसैले फोन गरेछन् भने होइन हजुर म त अहिले एकदम इम्पोर्टेन्ट मिटिङमा छु, म तपाईँलाई कल ब्याक गर्नेछु भनेर त्यसलाई नि टारिदिनेछु। सामाजिक सञ्जालको त म प्रयोग गर्ने छुइनँ। जब सुत्ने बेला हुन्छ, घर फर्किएर खाना खाएर सुत्ने बेला भएपछि झ्याप सब बत्ती सत्ती अफ गर्ने हो, मोबाइल त खोलिहाल्ने हो। फेसबुकमा आज दिनभरि कसले के लेखेछ, कसको लाइक कसको सेयर धेरै आएछ भनेर खोलिहाल्ने। टिकटक पनि खोलिहाल्ने। आफ्नो भिडियो कति लाइक भयो, कति सेयर गरे, कसले के कमेन्ट गर्यो, कति हजार पुग्यो मेरो फलोवर्स भनेर फेरि हेरिहाल्ने। 5 मिनेटमा हेर्ने, खोल्ने, फेरि बन्द गरे जस्तो गर्ने, फेसबुक हेर्ने, खोल्ने, बन्द गरे जस्तो गर्ने। सामाजिक सञ्जालको प्रयोग त गर्दै नगर्ने। कहिले फेसबुक, कहिले टिकटक, कहिले इन्स्टाग्राम, कहिले युट्युब, यति
हेर्दा हेर्दै खोल्दा खोल्दै फेरि खोलेर बन्द गर्दा गर्दै सम्भवतः रमाइलो साथ नै मेरो नयाँ वर्ष बित्ने अपेक्षा गरेको छु। हस्त नमस्कार।